हेलो गाइस, र हामी तपाईहरुलाई साङमुङ केभलाई हामी एक्सप्लोर गर्न गइराखेका छौं र साङमुङ केभमा हामी एकदम साङमुङको यहाँनिर आइसकेका छ र यहाँनिर साङमुङ केभ छ। सो हामी यहाँ तपाईहरुलाई एक्सप्लोर गरेर देखाउँछु यो भित्र के छ भनेर। सो तपाईहरु पनि आउनु चाहनुहुन्छ भने चाहिँ यो चाहिँ राबङलादेखि तपाईहरुले अगाडि आएकनाले राङकेको साइडमा आएर त्यहाँदेखि उन्दो साङमुङको रोड छ र त्यहाँबाट तपाईले 4 किलोमिटर तपाईहरुले उन्दो ट्राभल गरेर आउनु भयो भने एउटा बोटलाई देख्छ। सो त्यहाँदेखि आउनु भयो भने यो जग्गालाई तपाईले भेट्नुहुन्छ। सो हामी यसलाई एक्सप्लोर गर्न गइरहेका छौं भित्र। सो तपाईहरुले हामीसँग हुनुहोस्। गाइस, हामी यो भित्र हामी पसिसकेका छौं र यो भित्र चाहिँ यस्तो रहेछ। सो एकदमै यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ एकदमै जाडो रहेछ, चिसो रहेछ हो। विश्व सर प्लिज लाइट चाहिँ यो भित्र चाहिँ यस्तो दामी रहेछ कि आई थिंक हेर्नुहोस् गाइस, यो भित्र चाहिँ हामीले यस्तो देखिराखेको छ र एकदमै यो चाहिँ अलिकति चिप्लो रहेछ। तर एकदम घाम लागेको बेलामा तपाईहरु आउनु भयो भने चाहिँ मजा आउने रहेछ। सो बाटो पनि यस यो भित्र चाहिँ एउटा यस्तो रहेछ है। यो भित्र चाहिँ यति साह्रो अँधेरो रहेछ कि सो तपाईहरुले देख्न सक्नुहुनेछ यो चाहिँ साङमुङको केभ हो र तपाईहरु पनि आउन चाहनु भयो भने चाहिँ प्लिज भिजिट एडभेन्चरको लागि चाहिँ तपाईहरुले। र एकदमै यो भित्र चाहिँ हामीलाई कस्तो भइरहेछ र मेरो साथीहरु चाहिँ वहाँ पछि हुनुहुन्छ। सो गाइस, यो भित्र चाहिँ यति नै रहेछ। सो यस्तो रहेछ यो भित्र। आयाउ सो गाइस, तपाईहरुले साङमुङ केभ पनि देख्नुभयो होला कस्तो छ भनेर। तपाईहरुलाई पनि भिजिट गर्नु मन पर्यो भने आउनुहोस्। र म यो ब्लग चाहिँ म यतिमै राख्न चाहन्छु र हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ।